स्थान यीशु पिलातुसको सामु पन्टुस पिलातुसले यीशुलाई मृत्युदण्डको आज्ञा दिन्छन्। एक असल व्यक्तिको मृत्युको दोष आफूमाथि नपरोस् भनी उसले रोमी प्रथा अनुसार आफ्नो हात धोएर आफू निर्दोष भएको संकेत दिन्छन्। पहिलो ठाउँ यीशु पिलातुसको सामु। पिलातुस रोमी शासक रिसाएको भिडलाई शान्त गराउन भनी आफ्नो विश्वासको विरुद्ध काम गर्छन्। यस मानिसमा म केही दोष देख्दिन भन्दै यीशुलाई क्रुस मरणको आज्ञा दिन्छन्। पहिलो स्थान यीशुलाई क्रुस बोक्न दिइन्छ। उनको दोस्रो स्थान यीशुलाई क्रुस बोक्न दिइन्छ। एक काँधको भारी यीशुको काँधमाथि नयाँ थिएन। योसेफको कारखानामा उहाँले यस्तो काम गर्नुभएको थियो, तर अहिले उहाँले क्रुसको भारीसँग हाम्रो पापको भार पनि उठाउनुहुन्छ। अघिल्लो स्थान यीशु पहिलोपल्ट क्रुस मुनि लड्नुहुन्छ। आफूभन्दा ठुलो क्रुस बोकेर यीशु अघि बढ्नुहुन्छ अनि भोक, प्यास र चाबुकको कुटाइ सहँदै उहाँ भुइँमा लड्नुहुन्छ। तेस्रो ठाउँ यीशु पहिलोपल्ट क्रुसमुनि लड्नुहुन्छ। यहाँ मैले जानी बुझी गरेको पहिलो पापको याद गर्छु। त्यो पहिलो सोच, बात या काममाथि जो परमेश्वरको आज्ञाको विरुद्ध छ भनी मलाई थाहा थियो। त्यो सानो पाप थियो होला, भए पनि त्यसद्वारा मैले परमेश्वरलाई अप्रसन्न गराएँ। अघिल्लो स्थान यीशुले आफ्नी मातालाई भेट्नुहुन्छ। भिडमाझ हिँडिरहेकी मरिया आफ्नो पुत्रलाई भेट्न भनी सिपाहीहरूको परवाह नगरी अघि आउनुहुन्छ। चौथो स्थान यीशुले आफ्नी मातालाई भेट्नुहुन्छ। यीशुप्रति मरियाको प्रेम म प्रति मेरी आमाको प्रेम जस्तो थियो। दुष्टहरूको तिरस्कार सहँदै आफ्नो पुत्रलाई भेट्नु मरिया अघि बढ्नुहुन्छ। यीशुले मलाई प्रेम गर्नुहुँदा मरियाले पनि मलाई प्रेम गर्नुहुन्छ। उहाँ यीशुकी माता हुनुहुन्छ अनि मेरी माता पनि। अघिल्लो स्थान कुरेनवासी सिमोनले
यीशुलाई क्रुस बोक्न मुहार दिन्छ। यीशुको अवस्था शिथिल भइसकेको देखि सिपाहीहरूले भिरबाट एक व्यक्तिलाई पक्रेर जबरजस्ती क्रुस बोक्न लगाउँछन्। प्रेमवासी सिमोनले यीशुलाई क्रुस बोक्न मुहार दिन्छ। कतिपल्ट म यस ठाउँमा उभिएको छु अनि यीशुको दुःख कम गराउने सौभाग्य मेरो पनि हुँदो हो भन्ने इच्छा गरेको छु। के आजसम्म मेरो जीवनद्वारा म यीशुको दिलासा भएको छु? अघिल्लो स्थान यीशुलाई त्यही बाटो ल्याउँदैछ भनेर सुनेर भेडका पर्खेर बसेका हुन्छन्। उनले यीशुको अनुहार पुछिदिन्छन्, जसको फलस्वरूप उहाँको प्रतिबिम्ब रुमालमा छापिएको पाउँछन्। यीशु तेस्रो पल्ट क्रुसमा लड्नुहुन्छ। अघिल्लो स्थान यीशुका वस्त्रहरू उकालिन्छन्। सिपाहीहरूले यीशुलाई समातेर उहाँको शरीरमा भएका ढुङ्गा माथिदेखि तलैसम्म छाडिदिन्छन्।
भयो, क्रुस पनि तयार छ। निर्दय सिपाहीहरूले आदर बिना, दया बिना निर्दोष पशुको शरीरबाट रक्तमय वस्त्र तान्दछन् अनि चोटले भरिएको उहाँको पवित्र शरीर दुष्टहरूको नजरमा बेइज्जत पार्छन्। अघिल्लो स्थान यीशु क्रुसमा पछाइनुहुन्छ। काठको क्रुसमा पेर्साएर सिपाहीहरूले यीशुको हात खुट्टामा काटी छोडिदिन्छन्। अघिल्लो स्थान यीशु क्रुसमा मर्नुहुन्छ। आफूलाई क्रुसमा ठोक्नेहरूलाई यीशुले थमाइसकेपछि आफ्नो प्राण पिता परमेश्वरमा सुम्पिदिनुहुन्छ। यीशु मर्नुहुन्छ अनि संसारले मुक्ति पाउँछ। यीशुको मरण आज खुसीको दाम हो। यो दाम उहाँले मेरो लागि मेलमिलापको संस्कार स्थापना गरी पुरा गर्नुहुन्थ्यो। उहाँ आफ्नो मेरो नाम अन्तिम गरी मर्नुहुन्थ्यो। हे पिता, म आफ्नो प्राण तपाईको हातमा सुम्बन्दछु। अघिल्लो स्थान यीशु क्रुसबाट झारिनुहुन्छ। आरिमथियाको जोसेफ र निकोदेमस गएर यीशुको मृत शरीरलाई क्रुसबाट तल झार्छन् र उहाँकी आमाको काखमा राखिदिन्छ। यीशु क्रुसबाट झारिनुहुन्छ। मरियामले अकल्पनीय प्रेम अनि दुःखसहित आफ्नो पुत्रको निष्पाप शरीरलाई फेर्नुहुन्छ। यीशुको निष्पाप शरीर उहाँकी मातालाई फर्काउँदैछ। अन्तिम स्थान यीशु चिहानमा राखिनुहुन्छ। यहुदी प्रथा अनुसार यीशुको प्राणी शरीरलाई काठमा घेरेर नजिकै रहेको र ढुङ्गामा खोपेर बनाएको एउटा चिहानमा राखिन्छ। Ah
चौथो अनि अन्तिम ठाउँ यीशु चिहानमा राख्नुहुन्छ। एक दिन म पनि मर्छु, कहिले कहाँ म जान्दिनँ, अनि अरूले मेरो लासलाई चिहानमा राख्नेछन्। कृपाको अवस्थामा मर्नु मेरो लागि सबैभन्दा मुख्य कुरो हो भनी म जान्दछु। मेरो लासलाई मानिसहरूले जहाँ पनि राखुन्, तर प्रभु यीशु ख्रीष्टले मेरो आत्मालाई अनन्तकालसम्म स्वर्गमा पठाउनु। The ground began to shake, the stone was rolled away, His perfect love could not be moved. Forever He is glorified, forever He is lifted high, forever He is risen, He is alive, He is alive. Santa Maria, Santa Joseph, Santa Peter अनि पाउल, स्वर्गमा रहेका सबै सन्तहरू, शान्तिकी रानी, परलोक भएका विश्वासीका आत्माहरू ईश्वरको दयाले शान्तिमा विश्राम गरून्। अनि यो प्रार्थनाको यात्रा हाम्रो यहाँ अन्त हुँदैछ र यो अन्तमा हामी हाम्रा धर्माध्यक्ष बिशप स्टिफन लेप्चाको तर्फबाट उहाँको आशिष, उहाँको बाहुलीबाट हामी सबैले आशिष ग्रहण गर्न पाऊँ भनी म सदैव बिशप स्वामीलाई यहाँ निम्ताउँदछु। मेरा अति प्यारा पुरोहितगण, सिस्टरगण अनि यहाँका परिवारवासीहरू, परमेश्वर पिता अनि पुत्र अनि पवित्र आत्माले तपाईहरू सबैलाई, यहाँका सम्पूर्ण बासिन्दालाई आशीर्वाद दिउन्। आमेन।